अब चाहिँ हामी राइडमा जाँदैछु यो मान्छे छ हो ल बस्नुहोस् तँ नि साले फेरि रात पर्छ बाटोमै हेलो भन्नु हेलो भन्नु हेलो भन्नु मेरो फ्यानलाई हेलो भन्नु बस न छिटो पानी पर्नु आँट्यो हो बेबी छिटो न कस्तो तिमी त ओ त्यसले सक्यो अब यहाँ बाहिर हो ल छिटो पानी पर्नु आँट्यो छिटो न फुलिँदाखेरि नै म त्यति हिँड्नु पऱ्यो भन्दा फुल्यो नि अब फुल्यो नि अब फुल्यो नि ओइ नो छिटो ल हामी गएको ल अन्त आयो हौ आमा यतिमा दुख्यो चाहिँ अन्त तिमीलाई पनि बुलेटै किन्नु पर्ने छ 45 किलो बोक्ने नानी गयो ल ए गएको ल